नमस्कार। यतिखेर हामी इलाम नगरपालिका 9 इलाममा रहेको फागुनन्द सुकिलुम्बा जाने एयरपोर्टको गेटमा छौँ। हामी तपाईलाई आज एयरपोर्टसम्म पनि पुर्याउनेछौँ। त्यहाँ भित्रको दृश्य पनि तपाईले देख्न पाउनुहुनेछ। यो एयरपोर्ट चाहिँ इलामको लागि एकदम राम्रो कुरा हो, किनभने यो भर्खरै आएको हो, 1 वर्ष मात्रै भइरहेछ। यहाँ हप्तामा पहिला चाहिँ 2 दिन जति आउँथ्यो, तर अहिले चाहिँ खासै आएको देखिने हैन स्थानीय अनुसार। त्यही भएर आज तपाईलाई हामी नयाँ जानकारी लिएर आएको छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। हस् त। यतिखेर चाहिँ हामी फागुनन्द सुकिलुम्बा विमानस्थल जाने बाटोबाट चाहिँ माथि जान तयारीमा छौँ र माथि गइरहेको छौँ। बाटोको दृश्य माथि जानुभन्दा अगाडिको यस्तो छ। अलिकति कच्ची बाटो नै छ, बाटो बनिने क्रममा छ। आशा छ चाँडै पिच होस्, त्यही हाम्रो आशा छ। लगभग अब कति लाग्ला? 5 मिनट। अब 5 मिनट मात्रै होला। यो फागुनन्द सुकिलुम्बा एयरपोर्ट आउनको लागि सर्वप्रथम त हामी पहिला इलाम आइपुग्नु पर्ने हुन्छ। इलाम आइसकेपछि गोलाखारका भन्ज्याङबाट थोरै भित्र छिरेर त्यसबाट थोरै माथि हामी गयौँ भने चाहिँ यहाँ सहजै रूपमा पुग्न सकिन्छ। यो धेरैको लागि नौलो र नयाँ पनि हुनसक्छ, किनभने यसको भर्खरै स्थापना भएको छ र यस एयरपोर्टबाट चाहिँ इलामवासी जति पनि हुनुहुन्छ अथवा जो अरू कोही इलाम आउनु भएको छ, यदि हजुरहरूले काठमाडौँ जानु पर्यो भने चाहिँ डाइरेक्ट यहाँबाट चाहिँ छोटो समयमा पुग्न सक्नुहुन्छ। एकदम सर्वसुलभ मूल्यमा पुग्न सक्नुहुन्छ र स्थानीय अनुसार चाहिँ यहाँ चाहिँ पहिला हप्तामा 2 दिन कुद्थ्यो भने अहिले मान्छेको चाप घटेको कारणले गर्दा अहिले केही समयको लागि स्थगित भएको छ। अनि शिवले त 5 मिनट भनेको थियो अघि आउन, त्यति लाग्छ भनेको थियो, तर म तपाईहरुको लागि भनेर एयरपोर्ट देखाउँछु भनेर चाहिँ लगभग 15 मिनट हिँडिसके। अब हामी एकदम निकटमा छौँ है, नजिकमा छौँ, यहाँ देख्न सकिन्छ। अब रमाइलो गफगाफ गर्दा गर्दै करिबन 10-15 मिनटको समयमा हामी एयरपोर्ट आइपुगेका छौँ। तर दुर्भाग्यवश आज चाहिँ अफिस चाँडै नै बन्द भएछ र आधिकारिक मान्छे पनि कोही नभेटेको कारणले गर्दाखेरि मैले मेरो गोप्रोबाट जति हुन्छ स्टेचिङ गरेर अलिकति गोप्रोलाई माथि लगेर चाहिँ फुटेजहरू निकाल्न प्रयास गरिरहेको छु। दृश्य एकदम राम्रो छ र स्थानीय अनुसार चाहिँ यो अझै अन्डर कन्स्ट्रक्सनमै छ, अझै बन्न बाँकी छ। तर कतिपय फ्लाइटहरू पनि भएका छन्, तर अझै अरू पनि थपिने कुरा पनि छ र यो बन्नको लागि करिबन 6 वर्ष लागेको थियो भन्ने स्थानीयहरूले भनेका छन्। र यसै गरी हजुरहरूलाई मैले सरी पनि भन्न चाहेँ, भित्रको दृश्य मैले भित्र गएर देखाउन पाइनँ। र यसै गरी अहिलेसम्म जतिजनाले पनि हेरिरहनु भएको छ, हजुरहरू सम्पूर्णलाई एकमुष्टमा धन्यवाद। र मैले हजुरहरूलाई जे जति हुन्छ आफूले भ्याएसम्ममा चाहिँ मैले देखाएँ। हजुरहरूलाई इलाममा पनि एयरपोर्ट छ भन्ने कुरा चाहिँ हजुरले पनि जान्नुभयो। त्यसको लागि तपाईहरुले धैर्यता गरेर हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। र आज म यति भन्दै मेरो एउटा छोटो जानकारीमूलक ब्लगलाई पनि यिनीहरू नै टुङ्ग्याउन चाहन्छु। सम्पूर्णलाई हृदयबाट धेरै धेरै धन्यवाद। हस्त।